वर्षमा ढाड भाँचियो हैट माथि जहिले पनि डाँडा गाउँ आउनुहुन्छ हजुर कति साह्रो भारी बोकेर आउनुहुन्छ कत्रो भारी छ बाजे बाबु अब यो तपाईहरुको बाटोले चाहिँ एकदम भाइरल बनाउने हो यो ठाउँ चाहिँ एकदमै राम्रो ठाउँ छ तपाईहरुको किन भन्दा यो ठाउँमा मोर्निङ वक जोन बनाउने हो गर्दा तलबाट मान्छेहरु चाहिँ नि बजारमा चाहिँ नि लखर 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 हिँडिरहेको हुन्छ हैन त्यो यो बाटो भनेको एकदमै क्वाइट एकदमै राम्रो छ के नेचुरल वेदर नेचुरल ठाउँ हो यो यहाँ जस्तै यसरी हेर्ने बेलामा कति राम्रो भ्यू छ हैन गर्दा नि किन भन्दा बाटोमा हिँड्नु भन्दा यो बाटोमा हिँड्दा चाहिँ नि गाडी घोडाको डर पनि छैन त्यहाँदेखि जस्तै कि म हेर्नुहोस् त बेगनास बस पार्कबाट चाहिँ खाली खुट्टा आएको छु म किन आएको त भन्दा नि यो हाम्रो जमिन हाम्रो शरीर चाहिँ नि पञ्चतत्त्वसँग जोडिएको हुन्छ गर्दा चाहिँ नि हामीले चाहिँ नि यसरी बिहान बेलुका चाहिँ नि जमिनमा चाहिँ नि यो हाम्रो खुट्टाले चाहिँ टच गर्नै पर्छ त्यस कारणले गर्दा म चाहिँ सधैँ भारी बोकेर हिँडेको बाबु अब जहिले पनि आउँदै गर्नु है म सधैँ त हिँड्छु बाबु तिम्रो त बिहानै कहिले ट्युसन छ कहिले कहाँ जान्छौ के गर्दा चाहिँ नि त्यही हो बाबु बिहान कति बजी उठेर आउनुहुन्छ बिहान 5 बजे हो बाबु 5 बजे कहिले 6 बजे गर्दा नि मेरो कहिले यो रुट भनेको यता गोरखनाथ मन्दिर हो त्यहाँदेखि यही बाटो हो किन भन्दा यो ठाउँ हेर्नुहोस् त तपाईँले कति आनन्द आउँछ नि होइन एकदम नेचुरल वेदर नेचुरल यो अरूभन्दा बिहान उठ्ने बित्तिकै यो चराचुरुङ्गीको आवाजले चाहिँ कति आनन्द आउँछ होइन गर्दा नि त्यो हामी चाहिँ नि प्राकृतिकमै रमाउनु पर्छ भन्ने विचार हो सोच हो कति केजी रहेछ त यत्रो गरौँ जस्तो देखिने झोला पनि ल बाबु ल उठाउ उठाउ त ल तिमीले सक्छौ कति गरौँ गरौँ छ फेरि उठाउ उठाउ ल ल उठाउ सकेन ल स्याबास 25 to 30 केजी छ बाबु यो ए बा 30 केजीबाट वहाँबाट यहाँ आउने गर्दैन म यहाँ फेरि यहाँ आउने बेलामा यति आनन्द फ्रेस हुन्छ हेर्नु त कति आनन्द छ के तपाईको गाउँ के हेर्नु न त्यही भएर म बेगनास बस पार्कबाट यता माथि उक्लिन्छु हैन किनभने कति आनन्द यहाँ बसेर प्राकृतिकसँग चाहिँ रमाउने हो कि हामी